गुड मर्निङ हेलो साथीहरू हो। आज चाहिँ म बिहान मर्निङको टाइममा उठेर चाहिँ हेरेर एउटा यो चाहिँ मैले बेलुका पास राखेको थिएँ होइन। मैले चाहिँ डोनटको लागि मैले बनाउनु थालिरहेको छु होइन। यो चाहिँ मैले बेलुका पास गरेको जति पनि मैले यो बनाउनु पर्ने इन्ग्रिडियन्टहरू छ है लगाएको छु। ट्राई गर्नु पऱ्यो यो चाहिँ अस्ति पनि फर्स्टमा बनाएको चाहिँ एउटा मैले सामान हाल्नु चाहिँ भएन त्यस्तो। आज चाहिँ हुन्छ कि हुँदैन लेट्स ट्राई। बनाइरहेको छु डोनट त्यो मैले पास गरेको बेल मैले तेल खनाइरहेको छु। त्यतै जान्छ हुन्छ कि मेरो चाहिँ जस्ट सिम्पल छ है डोनटको लागि। दिस इज माई सेकेन्ड ट्राई है। लेट्स सी। पर्खिनै तपाईँहरूलाई म एउटा चाहिँ बनाइदिँदैछु। हामी जन्दामा आइरहेको छ है चिया बनाउनु लाग्यो। चियासँग खानु पऱ्यो नि त। डोनट जस्तै त देख्दैछ। लेट्स सी फ्राई गरेर यो चाहिँ आटाको एकदम अर्ग्यानिक है। तपाईँहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ। त्यो बाहिर किनेर लिएको भन्दा चाहिँ अब किनेर लिएको चाहिँ कहिले बनाएको के हो हामीलाई थाहा हुँदैन हो। ज्यादा अब उयसको हुन्छ। सो हामी चाहिँ घरमा बनाएर पनि हामीले इजिली बनाएर खान सक्नुहुन्छ। यो चाहिँ मैले चाहिँ अस्ति नै उसमै हेरेको होइन युट्युब हेरेर तपाईँले पनि के हाल्नु है सिक्नु सक्नुहुन्छ। र मैले त त्यस्तै खासै चाहिँ हालेको छैन सिम्पल है। हेर्नुहोस् है यो खरिसक्यो हालिहेर्छु एउटा सानोबाट यसो ग्यास यो चाहिँ चिया बसाइरहेको छु। हेर्नुहोस् डोनट यो चिया डोनट रेडी भइसकेको छ। हेर्नुहोस् ट्राई गर्नु कस्तो छ Muito mahal. Morningको ब्रेकफास्ट चाहिँ हुँदैन। यो अलिक पातला गर्नुपर्छ हौ। भित्र पाक्नु साह्रो पर्दछ हौ। खाजा खानु आउनु नि। चिया खानु। हामी चाहिँ खाना इन्जोय गरिरहेको छौँ। यहाँ भाइ पनि आइपुगेको छ। कस्तो लाग्यो? टेस्टी भएछ? चियासँग खानेछु। गुलियो पनि के खायो? अझ डोनाको पनि चिया खानु आउँदैन कता हो।